जर्मनीमा मास्टर्स डिग्री अप्लाई गर्दाखेरि चाहिँ तपाईँहरूको रिक्वायरमेन्ट के हुन्छ, फाइनेन्सियल डकुमेन्ट कसरी प्रिपेयर गर्ने र कतिको रिक्वायरमेन्ट छ फाइनेन्सियल भन्ने कुरा चाहिँ तपाईँलाई कन्फ्युजन छ भने यो भिडियो एकचोटि अन्तिमसम्म हेर्नुहोला। अहिले पछिल्लो समय खास गरी नेप्लिज एप्लिकेन्टहरूले जर्मनीमा मास्टर्स प्रोग्राम अप्लाई गर्ने लहर एकदमै बढेको छ र हाइलाइट अपलोडले चाहिँ जर्मनीको चाहिँ विभिन्न युनिभर्सिटीहरू चाहिँ रिप्रेजेन्ट गर्ने हुँदाखेरि चाहिँ यहाँबाट तपाईँले एडमिसन पनि इन्स्ट्यान्टली पाउन सक्नुहुन्छ। सो फाइनेन्सियल पार्टको बारेमा अलिकति म तपाईँलाई इन्फर्मेसन दिन चाहन्छु। नर्मली तपाईँ इफ म्यानेजमेन्टको स्टुडेन्ट हुनुहुन्छ, 4 इयर्सको ब्याचलर्स डिग्री तपाईँले नेपालबाट कम्प्लिट गर्नुभएको छ भने तपाईँको मास्टर्स डिग्रीको ड्युरेसन ओन्ली 1 इयर हुन्छ। 1 इयरको ट्युसन फी चाहिँ आफ्टर स्कलरसिप आफ्टर डिस्काउन्ट तपाईँको ओन्ली 10 to 11,000 जस्तो मात्रै हुन्छ। एकचोटि पे गरिसकेपछि तपाईँको 1 इयर मास्टर्स डिग्रीको लागि चाहिँ पेमेन्ट चाहिँ ढुक्क भयो। र यो सँगसँगै तपाईँको चाहिँ फाइनेन्सियल पार्टमा भिजाको लागि के सो गर्नुपर्छ त भन्ने कुरामा पनि म तपाईँलाई अलिकति क्लियर गरिदिन्छु। जस्तै तपाईँले 1 इयरको ट्युसन फी पे गरिसक्नुभयो भने ट्युसन फीको पाटो चाहिँ तपाईँको सक्यो। त्यसपछि चाहिँ जर्मनीमा चाहिँ तपाईँले लिभिङ एक्सपेन्सेस बराबरको फन्ड चाहिँ सो गर्नुपर्ने हुन्छ र फन्ड सो गर्नको लागि चाहिँ तपाईँलाई दुईवटा अप्सन चाहिँ जर्मन एम्बेसीबाट प्रोभाइड गरेको छ। एउटा चाहिँ एजुकेसन लोन गर्न सक्नुहुन्छ, अर्को क्यास गर्न सक्नुहुन्छ। इफ तपाईँसँग चाहिँ मेच्युरिटी भएको फन्ड छ, तपाईँले चाहिँ डिपोजिट गरेको एकदम पुरानो पैसा छ भने चाहिँ त्यसबाट पनि तपाईँले ब्याङ्क ब्यालेन्स सो गर्न सक्नुभयो, अथवा एजुकेसन लोन स्याङ्सन लेटर देखाएर पनि तपाईँले फन्ड्सको पार्ट चाहिँ कम्प्लिट गर्न सक्नुहुन्छ। नर्मली तपाईँको चाहिँ 1 इयरको ट्युसन फी पठाइसकेको एप्लिकेन्टले 1 इयरको डिग्रीमा तपाईँ गइरहनु भएको छ भने ओन्ली 20 लाख जस्तोको चाहिँ लोन स्याङ्सन मात्रै गरेर तपाईँले आफ्नो भिजा प्रोसेस अगाडि बढाउन सक्नुहुन्छ। सो हाइलाइट अपलोडबाट चाहिँ जर्मनीको लागि विभिन्न युनिभर्सिटी कलेज र विभिन्न सहरहरूमा चाहिँ एडमिसन अनगोइङ छ। अपकमिङ सेप्टेम्बर इन्टेकको लागि चाहिँ यदि तपाईँले अप्लाई गर्न चाहनुहुन्छ भने आज सम्पर्क गर्नुहोला। मास्टर्स डिग्रीको रिक्वायरमेन्टको बारेमा पनि म तपाईँहरूलाई अलिकति जानकारी दिन्छु। नर्मली तपाईँले 4 इयर्सको ब्याचलर्स डिग्री गर्नुभएको छ भने चाहिँ 23 सम्मको पास आउटले चाहिँ 2023 सम्मको पास आउटले बिना कुनै आइएसपिटी र ल्याङ्ग्वेजबाट पनि डाइरेक्ट मास्टर्स डिग्रीको लागि अप्लाई गर्न सक्नुहुन्छ। मिनिमम 50% स्कोर तपाईँको ब्याचलर्स डिग्रीमा हुनु पऱ्यो। इफ तपाईँ आइएसबाट जान चाहनुहुन्छ भने ओभरअल 6, पिटीबाट जान चाहनुहुन्छ भने ओभरअल 59, ड्युलिङ्गोबाट जान चाहनुहुन्छ भने ओभरअल 110 र तपाईँको यो कुनै पनि टेस्ट छैन तर म 2023 पास आउट हो भन्ने तपाईँले भन्नुहुन्छ भने चाहिँ कुनै आइएसपिटी र ल्याङ्ग्वेज टेस्ट बिना नै तपाईँले अप्लाई पनि गर्न सक्नुहुन्छ। र यो सँगसँगै तपाईँले चाहिँ कलेजको इन्टरनल इङ्ग्लिस टेस्टहरू पनि हुन्छ, जुन चाहिँ तपाईँको आइएस र पिटी भन्दा एकदम सजिलो पनि हुन्छ र फ्री अफ कस्ट पनि हो। र कलेजको इन्टरनल इङ्ग्लिस टेस्ट दिएर पनि तपाईँले आफ्नो एडमिसन प्रोसेसमा अगाडि बढाउन सक्नुहुन्छ। सो आउँदै गरेको सेप्टेम्बर इन्टेकको लागि चाहिँ तपाईँले मास्टर्स प्रोग्राम इनरोल हुन चाहनुहुन्छ भने चाहिँ प्लिज भिजिट हाइलाइट अपलोड नयाँ बानेश्वर काठमाडौँ। पछिल्लो समयदेखि चाहिँ हामीले जर्मनीको विभिन्न युनिभर्सिटी कलेजहरूमा स्टुडेन्टहरूलाई पठाइरहेको छौँ र अहिले चाहिँ तपाईँको जर्मन एम्बेसीले चाहिँ रिसेन्टली अनलाइन भिजा पोर्टल पनि तपाईँको इन्ट्रोड्युस गरेको छ। पहिलाको भन्दा एकदमै सहज तरिकाले आफ्नो भिजा पनि तपाईँले प्रोसेस गर्न सक्नुहुन्छ र तपाईँको भिजाको आउटकम पनि एकदमै छिटो आउँछ। सो थप जानकारी जर्मनी स्टडीसँग रिलेटेड तपाईँलाई कुनै पनि छ भने चाहिँ प्लिज भिजिट हाइलाइट अपलोड।